हेलो डाकु हेलो रोइदिएको ओइ किन त्यत्रो रोने ओइ हाई छोरो हेलो हेलो को मान्छे सानो मान्छे यो चाहिँ आउटसाइड भ्यूज आज चाहिँ छोरीको 1 मन्थ पुगेको छौँ हामी चाहिँ हल्का भएर 1 मन्थको सेलिब्रेसन आएको यहाँ जङ्गल एउटा झाडीभित्र चाहिँ हाम्रो भयङ्कर घर छ यहाँ सुटिङ चलिरह सबैजना छौँ छोरी यहाँ छ नि छोरी डाकु यता हेर्दै ल हाई भन्दै हाई हाई भनिदिएको ए हाई भनिदिएको केक अब अलिक टाइम पछि खाने छोरो अहिले त होइन हस् म चाहिँ भिडियो बनाउँदैछु यता अग्लो मान्छेलाई जता पनि ठोकिने यहाँ चाहिँ सुटहरू हुँदैछ नानी छोरी छोरो यहाँको यसले चाहिँ केक खान खोजेको छ तर केक खान पाउँदैन आज यहाँ छोरीको बेडहरू छ तर घर चाहिँ राम्रै भेटायो हामीले आज आइरहेको के लगाएको त्यस्तो राम्रो छोरी कहाँ केक फेरि केकको टर्न आउँदैछ फ्लावरको टर्न यो पछि फ्लावरको हुन्छ हुँदैन अब यहाँ चाहिँ सुमी आन्टी उहाँ चाहिँ पूजा बोजू यता चाहिँ प्योर आमा साख्खै आमा भिडियो बनाउँछु बाबा खाइदियो 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 छोरो खाइदियो वान भयो कि भएन वान जस्तो देखिएको नि केही भएन इन त सुतिरहेको थियो नि त भर्खर त केक देखेर हो केक खान मन पऱ्यो कि छोरीलाई पनि केक देखेर हो केक देखेर ल म आउटे ए केही भएन केही भएन फेरि हात लगाइदिन् मास ल फोटो सुट गर्नुपर्छ छोरीको अब चाहिँ वान जस्तो देखियो कि नै छोरी ल हामी पल्ट्यौँ त एकछिन यता फ्लावरहरू चाहिँ यता पल्ट्यौँ अब लताको परेर सुत्न दो फेरि ल फेरि एउटा फोटोसुट गर्ने खुती हो नि त खुती डाकु राम्रो देखियो कपडा पनि है अरू पनि मिक्स गरिदिउँ न त सरी भयो भयो कुदिन देखेको यताबाट खिच्नु ठ्याक्क सिधा मेरो फोन खोइ त त्योबाट खिच्नु खिच्दैछु
मलाई नि के हो नसमाउन त यो ल ल अब कुन चाहिँ पिङ्क कलरको अब पिङ्क कलरको अब त आउको निकाल्ने कता पल्टेको यचु गर छोरो यचु गरिदेऊ त आन्टीलाई भयो 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 वाइटमा त जुन नै जान्छ नि त वाइट छ नि त राखो सरी छोरो यो सुटबुट यति खेल्दा खेल्दैको बच्चालाई चलाएको चलाइ गर्ने हो नि त्यहाँ फेरि उस भयो नि त है राखु राखु छोरी हेलो छोरी ल ल आमा पनि भर्खर आइनि है पेसिफायर भन्दै आइन् छोरी यहाँ रिल्याक्स गरेर राख्ने बिचमा आइन छोरो राखु छोरो मस्त अब त आँखा घाम पर्यो टेढो भयो नि हेड थ्रु भयो है छोरो नाकु छोरी हेलो हेलो ल आजको सानो क्लिप छोरीको 1 मन्थको सेलिब्रेट गरेर यो नदीमा पूजा सुबी अघि निस्केको छन् अब हामी पनि सकेर अब निस्किने अब सिधा घरतिरको बाटो लागिन्छ